सो हेलो गाइज, वेलकम टु माई न्यू ब्लग। आजको ब्लगमा स्वागत छ गाइज। फेरि फाइनली च्याउ पाएँ। गाइज च्याउ यसरी बस्छ गाइज। च्याउ होइन गाइज, त्यहाँ एउटा छ, एउटा छ, दुईटा सुधा तीनटा गाइज। टर्गान बसिरहेको छ गाइज। यो त होइन, यो त होइन होला हो नि, सबै हो उताहरू। ए यहाँ पनि छ साँच्चै, उता देखिरहेछ। ऊ त्यो पुलिस उता त्यो रातो कहाँनिर उता ओइ त्यो सालको रुखमा जानु क्या। यो गाइज च्याउ गाइज बास उद्यान छ। उता सानो छ यो माथि छ होला जानु पर्ने होइन त पिपल चाहिँ होइन भालेको थियो उतो भाले पो थियो उतो है त एउटा टिप गाइज फाइनली म चाहिँ माथि आएँ। कहाँनिर खर यता गाइज माकुराको झारै जाल छ गाइज होइन। यहाँ चाहिँ म त्यस्तो घना जङ्गलमा छु। फाइनल गाइड म चाहिँ रोडमा निस्क्यो होइन। यो चाहिँ बिरुवा हो, अस्ति नै हामीले बोकेर ल्याएको बिरुवा। यो पनि बिरुवा हो गाइड, सालको हो यो उसको गाइड। अनि यहाँ पनि सालको छ, यतातिर नि सालहरूको हो। यहाँ चाहिँ सबै सिँढी छ गाइड। गाइड अघि हाम्रो गाउँ चाहिँ त्यो निलो जस्ता भएको ए होइन त्यो गाइड हाम्रो गाउँ चाहिँ मामा चाहिँ उहाँ पुग्नु भइसक्यो, जान्छ हो गाइड।
ओके गाइज या या सो गाइज अहिले बसी भेटौँला हामी चाहिँ होइन ए गाइस गाडी चल्दा हामी गाइस त्यहाँ गरेर नि भिडियो बनाउनुहुन्छ अस्ति गाइज हामीले कालिज भेटाएको गाइज मैले चाहिँ देखेको थिएँ आमाले चाहिँ देख्नु भएन त कस्तो बाँदर जस्तो गराएको थिएँ टुड्केले हो क्या लहटेको अर्को भात त भुक्थ्यो होला सुटर हात त भुक्थ्यो अँठ्याउँदै त्यसले त गाइज यो चाहिँ सल्लाहकारी भन्छ गाइज यसलाई चाहिँ पुरै कस्तो चिप्लेको पुरै सल्लाह होइन गाइज अनि यसलाई चाहिँ झिल्के चौतारा भन्छ गाइज अस्ति गाई चाहिँ त्यति राखेको च्याउ खोज्न अस्ति मैले तपाईँहरूलाई देखाएको थिएँ नि भिडियो यहाँनिर बसेर कहाँ अस्ति नै हामी खाजा खाएको उहाँ माथि यहाँनिर बसेर गाई खाजा खाएको अस्ति नै यहाँनिरको यो वृक्षारोपण कार्यक्रम थियो अनि आएको थियौँ अनि सबैजना बल खेलिरहेको थियौँ हामी स्कुलनिर बल खेलिरहेको थियौँ गाइज अनि त्यही बेला ओडा अध्यक्षले बोलाउनु भएको थियो अनि यहाँको आज त मामा चाहिँ ह्यान्डसम भरि नि भए त है ह्यान्डसम देखियो आज किनभने क्यामेराले गोरो देखिया हो गोरो देखिया नि लो अलि बेसी हेर्नु न टिभीमा लो गफला कस्तो गोरो देखिया हो भने यतापट्टि हेर्नु त ल हेर्नु कस्तो गोरो देखिया ल हो ल मैले गफला गाई चलि बेलुकाखेरि मामालाई देखाइदिन्छु गफ लाग्यो के लाग्यो भन्ने यो बाटो नि बोक्यो बढी बोक्यो है ढुङ्गा मुढा त हात्रै बोकियो भ्लग बनाएको थियो है हालेको कता गयो गाइछु ओ च्याउ घुँरासै फुल कस्तो खतरा देखिया त आज त क्यामेरा त मान्छेलाई नि गोरो गोरो निकाले है पर्दैन अस्ति नै देखेको गाइज यो चाहिँ भुमा थाना अस्ति नै तपाईँहरूलाई मैले भिडियो हालिसकेँ होइन ओहो हो माई गड झुसुल गिराए गाइज झुसुल गिराएर न कत्रो हो
म त के देख्नुभएछ भने गाई चाहिँ यहाँ तल के अस्ति यहाँ बाँदर करा भने भनेर बाँदर करा जस्तो लाग्थ्यो गाई पछि त वहाँनिर बोटा होइन गाई कालिजपुरहरूको हो त्यहाँनिर मामा चाहिँ कुदिहाल्नुहुन्छ होइन ल्याउनु त म बोकिदिन्छु लगाउनु एकछिन ल्याउनु बोकिदिन्छु अनि म बनाउनु भने सिक्नु पर्छ र यही बेला झन् दिन्छु त्यो म बोकिदिन्छु गाई ढङ्गेर आयो बनाउँदा गाइज तपाईँहरू सन्चै आरामै हुनुहुन्छ होला म पनि सन्चै आरामै छु यो खैरी नि सन्चै छ खैरी कपाल होला होइन त्यो कपालमा कसले मिडिया कसले हग्दै नि यो जम्मै रातमै आयो त है उस भएर के भएर के अरे धेरै तरुणीहरूसँग बोल्ने त्यो भएर अनि कपालले यस्तै बनाइदियो तरुणीमा दियो ए कुन चाहिँ तरुणी हो त नि खोइ कताको तरुणी कताबाट छ तरुणी ल भन्न खोजेको अब जता बाटा हिँडेको तरुणीसँग नि बोलिदिने अनि त्यस्तो भएर हो क्या गाई त्यस्तो भएर त्यो कपाल खैरी भयो त्यो त नामै फैलिरहेको खैरी डन हुने आफै हो तपाईँले राखिदिएको नाम होइन खैरी डन हुने को खैरी डन हुने तपाईँ त काले डन हो नि के कसो काले डन हो न खैरी डन हुने आफै हो भन्छ कि लुते डन हो लुते डन त होइन मेरो गाई चाहिँ यहाँ देखाउनु कहाँ लुतो गाई ए भुसेको छ हो ढाडतिर छ गाई पाखरामा नभए ढाडतिर छ सबै हिँडा त लुतुवामा चाहिँ गाई हेर्नु त हिँडा हेर्नु त लुतु आँदा लुतु दुखाइदिने गरेर उ ल्याउनु त हिँडा त यस्तो छ अनि कम्ती लुतो छ त्यहाँ नदेखा मात्रै हो हमारा चाहिँ होला लुतो चाहिँ ल गाइज सो गाइज अहिले बसी भेटौँला माथि उतातिर गएपछि धारा देखाउँछौँ गाइज तपाईँहरूलाई सो गाइज बाई सो गाइज हामी यता माथि आयौँ धारा आइपुग्नु लाग्यो अनि गाइज हामी चाहिँ पानी सानी खाने पानी सानी खाने अनि बाटो लाग्ने अनि गाइज फेरि अर्को भ्लग घर आउने बेला देखाउँछौँ गाइज दुईटा बनाउँछौँ हुन त एउटै हो गाइज जे भयो भने लामो हुन्छ नि त भ्लग लामो भएपछि चट्टै चुडिदिन्छ क्या बिच्चामै त्यही भएर झगडा लाग्यो खोले साग पनि छ नि त मार्दै खोले साग अस्ति यहाँ बसेर पानी खायो त्यहीँनिर भने चियाले उयो सेतै देखाउँछ त के भयो नि क्यामेरा होइन कि भइहाल्यो नि गाई चाहिँ अहिले चाहिँ क्यामेरा सेतो भएछ होइन
सेतै पानी परे जस्तो भइदियो होइन। अब हामी चाहिँ अगाडि बढ्दैछौँ गाइज। हे साइली मसँगै जान्छु मैले छोक्क खान्छु र हानिरहेको क्या हामीले अस्ति उयो क्या उयो रुखमा हालिदिएको मैले उयो क्या अरे त्यो रुख भाँचिदिएको मैले अघि ए गुदेर हान्दा थियो नि त्यो म थिएँ अनि रुद्रको छोरा दुई दाजुभाइ थिएँ अनि पासाङ नरेको छोरा चारजना थियौँ। चारजनाले कोहीले चारजनाले गुदल नै हान्ने छैन होइन। मसँग फेरि गुदल थिएन त थियो अनि चारजना हाने दुई तिनजना हान्थ्यो नि पहिला ए त्यस्तो हान्ने भनेपछि त घन्टौँ लाग्छ भनेर यत्रोवटा ढुङ्गाले हानिदिएको थिएँ 1 सेकेन्डमै ढल्दिरहेको। गाई जरिवाना तिर्नु पर्दैन होइन त्यो सुकेको रुख